फाइनल्ली साथीहरू म चाहिँ आइपुगेँ अनि आइपुगेपछि कार्यकाल सुरु हुँदैछ। सो हेलो एभ्रिवान, नमस्ते, स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। अनि मेरो यात्रा सुरु हुँदैछ सिद्ध बाबाको मन्दिरदेखिबाट। अनि हामी चाहिँ कहाँ जाँदैछौँ भनेर भन्दाखेरि चाहिँ म चाहिँ मेरो माइती घरमा आएको छु। म चाहिँ किन आएको हो भन्दाखेरि चाहिँ मेरो बुवालाई चाहिँ बिरामी हुनुहुन्थ्यो अनि त्यही भएर चाहिँ हामी भेट्न जाने भनेर गएको। अनि गएको बेलामा चाहिँ पर्दा पनि लगाइदिउँ, तीज पनि नजिकिँदै छ भनेर पर्दा पनि लिएर आएको हो। अनि त्यसपछि बिहानको कार्यकाल त सुरु हुनै पर्यो। अनि दिदी बहिनी आमा छोरी भएर चाहिँ हामी ध्यामधुम लाएर बङ्गुरको मासु यताउता बनाएर अनि पर्दामा पनि रिङ हाल्यौँ। अनि हालिसकेपछि चाहिँ हाम्रो खाना पनि रेडी भएको थियो। अनि त्यसपछि लाग्यौँ हामीहरू खाना खानाको लागि। यता बुवाले पनि खाँदै हुनुहुन्छ अनि लाग्नुभयो मेरो दाइ, हस्बेन्ड अनि भाइहरूले खाँदै हुनुहुन्छ हाँस्दै हाँस्दै। अनि कति रमाइलो भएको कि। अनि सबै फ्यामिलीहरू एकै ठाउँमा भेट भएको कति समयपछि हामीहरू। त्यसपछि सुरु भयो पर्दा हाल्नका लागि। कस्तो लाग्यो? अनि त्यति धेरै मेहनत गरेर राम्रो नहुने त कुरै भएन नि त। अनि सो साथीहरू आजलाई यति नै, बाइ।